जीरो यताको अर्थले हैन यताको अर्थले हो क्या कताको यताको अर्थले हो त्यो झन्डा नि कहाँ अगाडि नम्बर भन्न नम्बर जीरो केवाईसी दुई अर्थले जीरो 2-0 3-0 4-0 अर्थले खाता खोल्न सफल 1-4 लाइन्सम्यानको लागि यसो उस गर्छ ओइ लाइन्सम्यान यो 5-1 लाइन्सम्यानको लागि अश्विन गुरुङ र होइन होइन भाइ असिम तिमी यता जाऊ उते भाइलाई उते कार्ड बोकेको भाइलाई एउटा यो अर्चलेलाई अलिक कोच गरौँ न 8-2 ए उनीहरु केवाईसी 8 हजुर तमरी हो 8-2 केवाईसी आयोजक भनेको यता ए केवाईसी ए आयोजक 9 अर्चले 2 9-2 बल 10-2 अर्को बल खोइ त हेलो 12-2 केवाईसी 12 अर्चले 2 13-2 थाक्यो टाइम मागे केवाईसी 14 अर्चले 2 14-2 ए
देउरेले म त यता खेलै पाइन्छ नि त KYC 19 और चले 2 KYC 20 और चले 2 और चले 4 KYC क्यों यार हेलो 5 21 और चले 5 KYC 21 22 5 KYC 22 और चले 5 हेलो सात 23 और चले 7 KYC 23 24 8 24 क्या बोला पानी पानी बनायो के पानी खान्छ पानी पानी हैन यो चाहिँ पावर भ्याएको रहेछ यो चार्जिङ सिस्टम चाहिँ कहाँ छ भन्ने कुरा हो के पानी पिउनुहुन्छ हैन यहाँ चार्जिङबाट हो कि चार्ज नै भयो
चार विनोदलाई उहाँबाट मल्टिप्लग लिएर आउनु भनेर एनाउन्स गर्दा विनोद गुरुङ विनोद गुरुङ भन्न विनोद गुरुङ कृपया उस लिएर आउनु भन्दै बेला कृपया मल्टिप्लग लिएर मञ्चमा आइदिनु विनोद गुरुङ सचिवालयमा मल्टिप्लग लिएर आइदिनु होला 2-0 KICA 2 अर्चले 0 दुईटा बन्द भयो नि यार हिजो एउटा कता ल एउटा बाइक राख्न नदेन साइडतिर राखेछ कुलामा तल राखे तल एउटा मान्छे बस्न पर्ने ए तेरो भान्जालाई बिना लगानी गरेछु नि भान्जालाई 4000 खेरे जाने 4-0 ओए गोमे हो बडा गाडी टेन्सन गाडी है चाँदै भयो ओइ छिटो गर्न ल फोन नम्बर आउनु ए जिप छैन बिना यति फेल हुनु भने 5-1 उसलाई फोन गर्नु पर्ने के पोखरा 17 को टिम आएन उनीहरु गाडी आइदियो एकछिन अङ्कलले लग्यो भने त के भयो छ एक नम्बर आरे न त पैसा झला फोन नम्बर अनि खाजाहरुको खाटिन्छ कति पर्यो 7-1 KICA 7 अर्चले 1 पैसा झर्न भएपछि त फेरि त राजु दाइलाई यति मान्छेले भयो त पैसा झर्नु भयो त नि यासमिन चाहिँ छिटो फोन गर्दै छिटो फेरि गर्छु खल्दै 10 मिनेट नरु धन्यवाद पनि भन्नु 9-1 KICA 9 अर्चले 1 के भयो सवाल पनि हो के त ए गुड ल हे काका बधाई छ खेल्नु पनि भयो क्या पछि दस 2 KICA 10 अर्चले 2 11-2 KICA 11 अर्चले 2 11-2 नेमै भन्नु के अनि तेरो सोबल पनि आइ ब्याक खेला दियो 12-2 KICA 12 अर्चले
त्यही हेर्छ 13-2 अनि मिना हेर्न फोन गर्छ ओ हेर हैन फोन क्या कोही बोले तुला सुसन हामी तीन 14 और चले 3 15-3 सबसे का हम प्रेम हुआ अनि नि नबोलौँ भगवान प्रेम दिनु भिडियो कट लाल्दे भाइरल निवे बेना भाइरल निवे भिडियो खिच्दै मोटे मोटे 17-3 दादा यो त भिडियो $18-3 KYCA 18 और चले 3 नमस्ते बुवा ल बस्नु होइन है माथि आउँछ मैले देखेँ तिमी नाचेको गएर त भएन त्यो 19-3 KYCA 19 और चले 3 19-3 अहिले नि भ्याएर आएको खामालेको र अर्जलेको कुन चाहिँ कुन यो खामाले आएको त्यो अर्जलेको एक दुईजना हाम्रो खामालेको नि हालेर खेलेछ अब फाइनलमा कति जान्छ फाइनलमा अझै सेमी फाइनल हालेको सेमी फाइनल अर्जुन चौपारी अझै टिम छ अब पोखरा 22 पोखरा 17 7 टिम छ घाटी छिना र कोटीखोला आज आएको दर्ता चाहिँ ल्याएको छैन भ्याउँदैन भनेर अर्जुन चौपारी को टिम कोच सेमी फाइनल 7 टिम छ पोखरा 17 को टिम कोच कति पोखरा 22 को टिम कोच टाइम लाग्छ सेमी घाटी छिना टिम कोच र कोटीखोलाको टिम कोच सचिवालयमा आइदिनु होला मलाई खिच्दै छ त्यो भिडमा आर्फरको माथि एउटा भिड खिच्दै थियो कि त्यो भिडमा मैले मेरो ल्याउने भनेको मोटरसाइकलमा छ तर आज शिवलाई चाहिँ 26 अचले 6 तर टाइममा भ्याउनु पर्छ केवाइसी 20 यहाँ त 10:30 बजे माननीय आउनु भयो ल अब यहाँ चाहिँ अरु कोही पनि नबस्ने है माननीय तर मैले त भनेको थिएँ त्यो एम पौडेललाई चाहिँ पहिले चाहिँ 8:30 बजी जाउँ भनिदिइसकेर त्यो सरस्वतीलाई कहाँ हुन्छ टाइममा हुनुपर्छ भने 7 त्यो त सेड्युल त्यही नै मलाई मन पर्दैन कि त्यो भयो एकजना त्यो भयो तीनजना मात्रै बस्यो कुनै प्रोग्राम पनि हुन्छ 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 21 हजुर म दर्शन गरेर आउँछु राजकुमार केवाइसी अब प्रोग्राम राजकुमारको 21 राजकुमार साइन गर्न पर्यो हामीलाई के गर्ने भनेर यो कसको त त्यो अचले 7 त्यो धेरै हामी कपै गयो हैन हाम्रो यहाँ लास्ट हो त्यहाँ पोखरा 17 को टिम कोच राजु गुरुङ पोखरा 17 को टिम कोच राजु गुरुङ सचिवालयमा आइदिनु होला मेरो देव बहादुर गुरु पोखरा 22 को टिम कोच र घाटी छिनाको टिम कोच सचिवालयमा सम्पर्क गरिदिनु होला अर्थात् हाम्रो संयोजक
खेल संयोजक सरोज गुरुङसँग सम्पर्क गरिदिनु होला। आज हाम्रो भर्खरै हो भैरव भुटाई कराउँदैन